इनकी साथ जाएंगे इन्डिया के गर्दैछ गाइस भित्तामा अन्नपूर्ण हिमचुली माछापुछी घोडा चढाउनु भन्नुभयो सँगै सुन्नु पर्ने रहेछ रिग्रेट भयो वही त ये लभ हो गएन सन्चै हुनुहुन्छ आज भए त तिमी पक्का खसी हुने भयो मेरो अब फुट्छ होला सजीको बसिरहेको सजीको This is Khanduk. हेर्न सक्नुहुन्छ वाउ हिमाल हेर्नु त वाउ जस्ट वाउ छ के गाइस वाउ वाउ भनेको वाउ वाउ त्यही नै हो म चाहिँ यो टोयलेटको चप्पलमा ससीलाई जुत्ता लगाइदिएछु अनि के लाउनु त अनि टोयलेटको चप्पल लाउनु गाइस चप्पल पनि कत्रो भयो बट्ट बस्ने के खाने यस्तो नभन्नु पर्ने जहाँ पनि भोलो गर्न छोड्दिनु मिल्ने म त चाट्न त पर्फेक्ट हामी दुईजना सिरियस भन्ने कुरा कहिले छैन है फेरि क्यामेरा खोलेर मात्रै हो अरू बेला फेरि गर्दै बसिहाल्छु म गर्दै बसिहाल्छु क्यामेरा अन गर्ने पागल हुन सुरु चिल हान्छौँ हामीले होइन क्यामेरा अन हुने बित्तिकै त्यो पागल भइहाल्छ कि दुईजना त्यो अनुहारमा तिमी मेन्टल हुन्छ नि म अर्थ पागल अब चाहिँ खाजा खायो होइन खाजा खायो होइन अब चाहिँ हामी रुममा गएर एस गर्छौँ रुममा गएर के गर्छ ल होइन होइन जिस्किएको जस्ट रमाइलो हो होइन अब हामी रुममा गएर रेडी भएर निस्किने मेरो अगाडि नाच्नु जन्मेको पोजिसनमा नाङ्गे नाचमा नाच्छ के अरे नाङ्गे नाचको नाङ्गे नाच भने थाहा होइन नाङ्गे नाच कस्तो हुन्छ देखाइदेऊ त क्यामेरामै देखाउनु मलाई पर्दैन क्यामेरामा देखाऊ म र क्यामेरा केही फरक छैन मेरो क्यामेरा नै म हो र म नै मेरो क्यामेरा हो निकालिदेऊ छिटो देखाइदेऊ निकालिदेऊ जन्टाले हेर्न चाहनुहुन्छ निकालिदेऊ देखाइदेऊ सजे तिम्रो त्यो मुटु साँच्चै हो यस्तो थिएन नि म यार मलाई नराम्रो नसोध्नु है म एकदम सिरियस सिनो खाएर तीनचोटि पार्यो कहिलेसम्म तीनचोटि पार्यो अब पोखरा पुग्दासम्म कतिचोटि पार्ने हो म त्यस्तो कहिले गरिनँ नि त मलाई त लाज हुन्छ छोरी मान्छे होइन छोरी मान्छे छोरा भन्दा मान्छे भन्दा नि अलि फटा आयो मान्छे होइन के गाइज होइन छोरी मान्छे त्यस्तो गर्दैन नि त लाज हुन्छ शरम हुन्छ संस्कारी हुनुपर्छ छोरी मान्छे भयो होइन त्यस्तो पार्ने सार्ने हामी गर्दैनौँ के तिम्रै जाँगा छेरिदिन्छ चारचोटि पुऱ्याइदिउँ आइरहेछ साइलेन्सर लगाएर हानिदिन्छ बुलेटको साइलेन्सर लगाएर पार्छु नि तिमीले पारेको त अस्ति लाइभमा सुने होइन भनेपछि कत्रो पार्ने रहेछ लाइभमा सुने खान अब दिदीहरूलाई पनि थाहा छ मेरो गाडी त लाजै मान्दैन अब के गर्ने तिमी लाज मान्नु पर्दैन केटा मान्छे संस्कारी हुनुपर्छ अलिकति लाज मान्नु पर्छ अब साइलेन्सर हटाऊ डिपी क्लियर हाल तिम्रो हालिदियो नि त मसँग छैन सोलुसन पार्दै मात्र हुन्छ हो त अनि पारेर उठाइदिन्छु तिम्रो कुरा त पारेर उठाइदिन्छु निस्किसक्यो तर यो ससी चाहिँ के चुङचुङ गर्दैछ लुटो त लागेन नि तिमीलाई साँच्ची
गुडुङ उहाँ जान लाग्नु भएको क्या ए हजुर होइन म हो हेलो हेलो हेरे थियो कहाँ हुनु हो कहाँ हो भाइहरूको घर नलपुर घुम्न आएको कि पिकनिक आएको कटेज वाउ यो चाहिँ गुरुङ कटेज जाने बाटो रहेछ गाइस तपाईहरु देख्न सक्नुहुन्छ प्यारीहरू ससी गुरुङ कटेज यही हो दर भित्र रहेछ त अनि वाउ त्यसले चाहिँ दामी उडाइरहेछ यहाँ दामी देखिरहेछ ससीको त यस्तो पनि छ क्या गाइस ठोकिन्छौ क्या हो यहाँ यो भ्यू दामी छ है यो लामोले ठोक्यो के ससी दौड्यो ससीले के गर्दैछ गाइस भित्तामा गाइस ससीले भित्तामा के गर्दैछ ससी तिमीहरूमा बस्ने चिया खामै ससी गाइस मेरो पछाडि चाहिँ ड्रोन उड्दैछ ओ गर्दैछ अहिले चाहिँ गुरुङ कटेजनिर आएर जस इन्जोय भइरहेछ सिर्फ ये मेंशन करना कि मेरे कुछ फैंस इंडिया से हाँ फैंस नहीं है हमारा दोस्त है इंडिया में फॉलोअर्स नहीं मैं आप लोग को दोस्त बोलूं आज से मेरा दोस्त ना हम ससी इधर आ जाओ इधर बैठ के ओके ससी इधर आ जाओ ना तुम मेरा कैमरामैन बनो इधर आओ ये भी मेरा दोस्त है इधर हम आप लोग के बीच में मैं बैठी हूँ और आगे आइए पीछे आइए हम मिल गए हैं इधर हमारा इंडियन दोस्तों से बहुत हैंडसम है हम भी इनके साथ जाएंगे इंडिया कौन सी जगह आप इंडिया में ताजमहल जाना ताजमहल यस नहीं मैं ताजमहल नहीं जाऊंगी आपकी महल जाऊंगी वाओ क्योंकि ताजमहल जो है वो लव का साइन है ओके लव के साइन है सिंबल ऑफ लव वही तो आप हाथ दे दीजिए हाँ वही तो ये लव हो गया ना वीडियो मांग रहे नहीं हम लोग ऐसे ही लाइक यूज करते हैं फ्रॉम इंडिया ये किसका है ये हमारा है आपका है मैं बैठूं हाँ बैठो थैंक यू धन्यवाद ये अभी रिसेंट ब्लॉग है क्या आपका इनलाई जिस्काएर इनको ड्रोन अट्काइदिउँ ड्रोन आफै आउँछ भन्छन् अनि आउँछ भने ट्रेकिङ हान्छ अरे फेस के ट्रेक हान्छ फेस ट्र्याक यो मान्छेले मलाई बेजर गर्दैछ यहाँ गान्रुकमा बेजर गर्छ यार तिमी माथिबाट देखाऊ ड्रोनबाट म तलबाट देखाउँछु आया ससी तिम्रो चक्का नदिनु है क्यामेरा लुक है ऐसे खींचते हैं नहीं ऐसे से नहीं करते ऐसे नहीं करते आपका गर्लफ्रेंड है क्या मेरा आई एम बिग फैन ऑफ योर्स यू फैन फ्रॉम इंडिया मैं वीडियो बन रहा अब उसका बाल हिला दो उसका बाल हिला दो हाँ मेरा सूट्स टू यू हाँ आपने मेरे को दिया वाओ बहुत अच्छा फोटो है म अब तिमीलाई चिन्दैन होला किन अरू केटासँग मस्किन्छ जो केटै देख्नुहुन्न रे भगवान
ससी तिमी घान्ड्रुक फोर गर्ने छ्या यस्तो त भएन नि तिमीले घान्ड्रुकमा आएर के गरे मैले के गरे तिमी हगिनौ बिहान हगेन भन त फेरि गाइस हामी दुईजना होइन ससी अब हामी चाहिँ दुईजना अब साथी हो नि त होइन साथी हो कि के हो हामी साथी हो नि हैन साथी हुँदा मान्छे हो हैन अब हामी दुईजना चाहिँ साथी हो अब किनभने अब साथी भए पनि अब कस्तो भइरहेछ भने अब हामीलाई कोही चाहिरहेछ नि क्या होइन जस दुईजनाकै दुईटै फन्नी सिरियस ससी पनि कहिले सिरियस पनि हुँदैन रिसाउँदैन एकदम एनी टाइम ऊ जस जिस्किन्छ होइन अनि म पनि अब त्यस्तै भइरहेछ क्या अब हामी दुईटै सेम भएर एकदम हामी आएको यो हाम्रो यो ट्रिप चाहिँ खतरा मजा आयो भइरहेछ अनि चाहिँ अब ससीले चाहिँ अस्ति चाहिँ म काठमाडौँ जाँदाखेरि चाहिँ 2-3 दिन कुर्यो होइन 3 दिन कुर्यो पोखरामा अनि त्यही नै हो 3 दिन पोखरामा कुर्यो अनि हामी चाहिँ अस्ति नै अब आउँथ्यौँ मलाई तर मेरो पनि काम भयो अनि अब चाहिँ यो घान्ड्रुकको ट्रिप सकेपछि हामी कहाँ जान्छौँ ससीको घर जान्छौँ घान्ड्रुकको स्पेसल चाहिँ अब गुरुङ ड्रेस लाउने यहाँ चाहिँ गुरुङ गाउँ गुरुङहरू धेरै हुँदो रहेछ क्या अनि यहाँको स्पेसल चाहिँ अब तपाईँहरूले ड्रोनबाट देखिसक्नुभयो घान्ड्रुक भिलेज अनि त्यसपछि अब चाहिँ ड्रेस लाउँछौँ यहाँ पहिल्यै ड्रेसको लागि टोकन लिनुपर्ने रहेछ होइन लिनुपर्ने रहेछ नामहरू लेख्नुपर्ने रहेछ तपाईँहरू पनि आउनुहुन्छ भने अब टोकनहरू सुरुमै आएर बिहानैतिर चाहिँ यो हिमाल देख्दो रहेछ होइन अलि दिउँसो चाहिँ देख्दैन अरे क्या बाटो लाग्छ अरे अब चाहिँ बाटो लाग्न आँटिसकेको छ सो हामी चाहिँ अब ड्रेस लाएर चट्ट लाएर तपाईँहरूको सामु आउँछौँ अनि तिमी चाहिँ के लाउने म लाउने तिमी लाउँछौ र